सबैभन्दा दिमाग बुद्धि विवेक भएको व्यक्ति भनेर चिनिन्छ असारमा जन्मिने व्यक्तिलाई। दिमाग बुद्धि जुक्तिले काम गर्ने व्यक्ति भनेर चिनिन्छ असारमै जन्मिने व्यक्तिलाई। यिनीहरू झट्ट हेर्दा शान्त भद्र भलात्मी देखिन्छन्, तर अति नै रोमान्टिक पनि हुन्छन्। घरको खानेकुराहरू भन्दा बाहिरको मिठो स्वादिलो रसिलो भोजनहरू खान खोज्छन्। छाला रोग, एलर्जी र रगतको समस्या, आँखाको समस्याले पनि यिनलाई अति नै दुःख दिने गर्छ। छिटो कुरा बुझ्ने, बोली व्यवहारले मान्छेलाई राख्न जान्ने व्यक्ति भनेर चिनिन्छ यी असारमा जन्मिने व्यक्तिलाई। रिस देखाउने, ठूलो पल्टेर बोल्ने र अलिक घमण्डी र स्वार्थीपना मात्रै त्याग्ने हो भने यिनलाई सबैले रुचाउँछन्। आफ्नो परिवारलाई धेरै माया गर्ने तर कहिले पनि जस नपाउने व्यक्ति भनेर चिनिन्छ यी असारमा जन्मिने व्यक्तिलाई। अर्काको देखासिखी गर्न राम्रो चिज, सामान अथवा मान्छेलाई प्रसन्न पार्न, फुरुन्न पार्न यिनीहरू अत्यन्तै खप्पिस हुन्छन्। नपढे पनि पढे लेखे चाहिँ विद्वान जस्तो देखिन्छन्, शिक्षित जस्तो देखिन्छन् यी असारमा जन्मिने व्यक्तिहरू। जागिर भन्दा पनि बिजनेस व्यापारबाट लाखौं करोडौं कमाउने गर्छन् यी असारमा जन्मिने व्यक्तिले।